ल हामी भक्तपुर प्रवेश गऱ्यौँ। अब मनोहरा खोला भयो, हामी चाहिँ अहिले भक्तपुर पुगिसक्यौँ। भ्यालीको पुरानो बस्ती भनेर पनि पुरानो ठाउँ। हामी सानो जाने बाटोमा छौँ अहिले। भने त्यो 12को इक्जाम चेक हुने ठाउँ त होइन? 12को इक्जाम चेक हुने के? यो आउँछ माथि हो, माथि के त्यही त माथि हो। दामी छ है यो साइडबाट हामी चाहिँ सानो टिमी पुगिसकेका छौँ। सानो टिमी परीक्षा नियन्त्रण कार्यालयतिर यो सिटिबिटी नजिक पुगिसकेको छौँ हामी। राष्ट्रिय वाणिज्य ब्याङ्क सानो टिमीको भनेपछि हामी सिटिबिटी, यही हाम्रो सिटिबिटी हेर्नुहोस्, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद। यहाँ हाम्रो सानो टिमी क्याम्पस पनि छ यहाँ नजिकै। यताबाट यता हेर्नु सक्नुहुन्छ हाम्रो सानो टिमी क्याम्पस। यहाँभित्र जमानामा हामीले फुटबल खेलेको हो। यहाँ चाहिँ त्यो फुटबल ग्राउन्ड पनि रहेछ होइन? यो चाहिँ मध्यपुरको फुटबल ग्राउन्ड हजुर 90 मिटरको सबभन्दा ठुलो मध्यपुर। ट्रेनिङहरू पनि लिएरै मध्यपुर एसोसिएसन। सानो टिमी पुरानो हाम्रो यो हाम्रो उपत्यकाको सबैभन्दा पुरानोमा पर्छ। यो पुरानो बस्ती हो, नेवा बस्ती हो यो। घर बस्ती भएन हस्पिटल कोरियन नेपाल मैत्री भन्ने एउटा हस्पिटल छ यहाँ अगाडि। त्यसको लागि यहाँ रिपोर्ट लाग्दैन आएको थियो कि। हेर्न सक्नुहुन्छ हाम्रो नेवार संरचनाहरू।